हजुर हजुर ए कहाँबाट आउनु भएको बाबुनबाट ए यहाँ पछि त त्यहाँ साउन्ड बङ गरेर माथि हामी चाहिँ पूजा गरेर बाहिर निस्किसकेका छौँ लो झन्डै लडिहाल्यो हामी दर्शन गर्नु गएको मन्दिर चाहिँ पाथिभरा हो होइन पाथिभरा मन्दिर हो श्रेष्ठ आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु आज चाहिँ नयाँ वर्ष हो नि त तपाईहरुले के कसो गरेर मनाउनु भयो हैन आज नयाँ वर्ष को उपलक्ष्यमा दाजुभाइ तथा दिदीबहिनी आमा बुवा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट अनि हामीले चाहिँ हाम्रो चाहिँ सुरुको अगाडिको भिडियो बिक्री छ नि त सो मैले यो क्लिप अगाडि राख्दै छु है लेट्स सी गाइस यो भन्दा पछाडिको भिडियो हेरिदिनु होला हामी चाहिँ भिरकुना आइपुगिसक्यौं भिरकुना त्यस्तो धेरै सक्ने गरेको नि हैन नि त म ओ लो गाह्रो भइसक्यो भिरकुनाबाट उभो त्यो कस्तो दामी गाइस यहाँनिर के सल्लाह हुँदैछ क्या म चाहिँ धेरै माथि आइसकेँ होइन यहाँनिर ला गफ हुँदैछ तर अघि के भन्नुभएको अरे मलाई त्यस्तो बोल्न आउँदैन गर्नु भएको छैन नि कस्तो हुँदैछ यात्रा रमाइलो छ यो पारी त डाँडा त जङ्गलमै छेल्दो रहेछ कि अब चाहिँ हामी पुग्न आँट्यौँ साथीहरू यहाँनिर पुग्नु पर्ने हो हजुर हजुर ए कहाँबाट आउनु भएको बाबुनबाट ए यहाँ पर्ति त त्यहाँ साउन्ड बङ गरेर माथि निवेन गढीमा कि हजुर त्यहाँ हिँडेको तपाईँहरू ए हस् मेरो काम चाहिँ त्यो हजुर भिडियो भाइरल गरिदिनु पर्यो साथीहरू यहाँनिर भाइरल भनेर भरे भाइरल गराउनु पर्यो मलाई हामी चाहिँ पुग्न आँट्यौँ सुमित गलेको छ कि छैन हाम्रो वाना मेरोबाट त राम्रै नआउँदो रहेछ नि त अनि वाना देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ हो हाम्रो वाना यस्तो देखिन्छ यहाँबाट चाहिँ है
हाम्रो चाहिँ हामी चाहिँ पूजा गरिसकेर अब हिँड्यौँ। अब डुल्नुलाई मैले पूजा गरेको भिडियोहरू चाहिँ राखिनँ होइन, भिडियोहरू बनाएन भनौँ न। अब भिडियो गरिदिने मान्छे पनि भएन अनि भिडियो बनाइन। कति माथि जानुपर्छ यहाँबाट? आधी घन्टा जानुपर्छ? आधी घन्टा त पर्दैन अरे त। म त कहिले पनि आएको छैन, कति लाग्छ थाहा नै छैन। 20 मिनट। टिका प्रसाई होला, टिका प्रसाई आउने होला। अब फेरि उकालो होइन मेरो छोरी तिलीले हिँडेकै गर्छन्। तर उसलाई घुर्काउनु पर्यो भने त फेरि दुईटा ब्लग यहाँबाट पो मजाले देखिँदो रहेछ। अनि कहाँबाट फ्रुटी पायो फेरि? सो गाइस हाम्रो चाहिँ यस्तो छ। नानी लडिन्छ है। तिर हान्ने सम्राट त यहाँ कहाँ पो देखिरहेको थियो? ऊ पर छ नानी, एक्लै नहिँड न, अहिले कहाँ छोडिन्छ है? देख्न सक्नुहुन्छ हाम्रो चाहिँ निमनगढी भ्यू टावरको दृश्य। अब म सँगसँगै अवलोकन गर्नु है, कतिजना आउनु पाउनु भएको छैन होला। पनि लैजाऊ उक्ला त लु हातैबाट बसिदेऊ। लु भयो लु आज जुम भयो। ठुलो मम्मीहरू उहाँ पुगिसक्नु भयो उता। पिङ कहाँ छ खोइ? पिङ कहाँ छ? पिङ ऊ माथि रहेछ। ऊ माथि रहेछ। यहाँ चाहिँ भरे हाम्रो सांस्कृतिक कार्यक्रम हुँदैछ। अब हामी चाहिँ यहीँ बसेर चिसो खाने कुरा भयो। अब टाकटाक टुकटुक बस्ने बेला भयो यतै। पिङ खेल्ने पखन त, एकछिन पखन त, पहिला खाम अनि। अब चाहिँ हामी चाहिँ खाने व्यवस्था गर्दैछौँ। अब यतै टाकटाक टुकटुक बसेर खाने।
लो के गरेको झन्डै लडी त हाल्यो फेरि जन्डै घोचाउ ल एउटा चपल छ बस यहाँ बस ये झोला सोला के होच्छौ नि त्यसरी घोडा घस्दियो भने त सकिदिहाल्छौँ कता बस्ने पो भयो यहाँ बस छोरी यहाँ बस अहिले त्यसमा खान हाम्रो बसाइको व्यवस्था चाहिँ यस्तै हुँदैछ अब भाइ आइज मलाई ए हामी चाहिँ तिमी खेल्दैछौँ नाला कस्तो आयो होला भयो तिनजना परि चारजना परिवार कता जानुभयो तरीमा नहल्लाउ न ओइ छोरी छोरा ओइ नहल्ला मारो रोक्नु त रोक्नु आँटै आएन यहाँ रोक्नु त उहाँ बस्नुहुन्छ नि एकछिन पख नि त आउ त झोला चाहिँ सम्राट हल्लाइदिए छोरी यता आऊ यता यहाँ दुई छोरीहरू हेर्नु न हौ गाइस मक्क लगाइसक्यो कहाँ लगेको मलाई ल घुमिदेऊ न त घुमिदेऊ लु घुमिदेऊ ल गुड लु भयो अब लु जाऊ अब यता हात धुनु यहाँ त्यही हुन्छ भनेर म नचढेको क्या ओइ भाइ फेरि उडै ओ आइसक्रिम किनिदिनु र गयो कि गएन हौ मेरो मारिदिनु ल हात धुनु लगाउनु पर्यो नि यहाँ जेठान दिदीलाई आयो देउरानी हुनु पाउनु पनि माथि त केही रहेन रहेछ त खासै यही सिडी उक्लिनुलाई चाहिँ आएको सुमी सन्चै छौ गाह्रो छ गाइस डुल्नु आउनु पनि मेरो छोरी यता छ देखो ना गाइस ये क्या है रुवाना यहाँबाट देखिने दृश्य तर यो मधुर आयो उयो लागेकोले पुवालो लागेकोले मधुर आयो भर्खर आइ भनिदिनु नि त दाजु बिहानदेखिको भर्खरी दिदी पनि भनिदिनु तरीमा हाई भन्दिन रे हाई हाई बाई बाई जानुहोस् दिदी के यहीँ बस्ने हो तपाईँ खै मम्मी के त बस्नु के यता गाइस म चाहिँ घर आइपुगिसकेको होइन घर आएर खानासाना खाएर म बेसी झरिसकेँ अहिले त अब बेसीमा पनि अब काम छ नि त अनि बुवा मात्रै एक्लै आउनु भएको थियो अनि त्यही भएर म पनि झरिसकेँ खानासाना घर आएर खानासाना खाएँ अनि खाना खाएर एकछिन बसेर अनि त्यहाँदेखि घाँस लिएर म बेसी आइसकेँ कस्तो हेर्नु न पानी आउला जस्तो भएर कस्तो भइरहेछ क्या मौसमै यहाँ त उज्यालो देखिँदो रहेछ तर कस्तो अँध्यारो भइरहेछ घाम पनि लागेको छैन होइन अनि
म चाहिँ आइसकेँ, बेसी पनि आइपुगिसकेँ। अनि अब हामी दर्शन गर्नु गएको मन्दिर चाहिँ पाथिभरा हो होइन, पाथिभरा मन्दिर हो। अनि हामी गएर दर्शन गरेर अनि निमनगढी भ्यू टावर एकछिन घुम्नु गयौँ नि त। अहिले त्यहाँनिर अब कार्यक्रम पनि सुरु हुने बेला भयो होला, कन्सर्ट पनि छ अनि सुरु हुने बेला भयो होला। हामी चाहिँ अब कार्यक्रम कन्सर्टहरू नहेर्ने अनि पूजा मात्रै गरेर आउने भनेर गएको थियौँ नि त बिहानै। अनि बिहानै गएको थियौँ अनि गएर पूजासुजा गरेर आयौँ होइन। मैले अब भिडियोहरू त त्यस्तो धेरै अब बोल्न आउँदैन खासै अब भर्खर त अलिअलि बोल्न सिक्दैछु। अनि अलिअलि भिडियोहरू चाहिँ गरेको छु, तर खासै त्यस्तो धेरै बोलेको यताउता छैन नि त। अनि के कस्तो भयो तपाईँहरूले हेरेर मनोरञ्जन लिनुहोला। खासै बनाउनु पनि आउँदैन क्या, क्यामेरा अब कतापट्टिबाट गर्ने, कता मोबाइलबाट बनाइरहेको छु नि त, अनि कताबाट गर्ने कता। तर हाम्रो अब गाउँघरमा भनेको यस्तै हो, काम गर्नैपर्छ जहिले भए पनि। दिनै काम त त्यस्तै हो, कहिले काम सक्यो भनेर सकिँदैन होइन। अब त्यसैले गर्दा म आएर यहाँ खोर्सानी गोड्न लाग्दैछु। कसरी गर्ने त भिडियो, अब खोर्सानी गोडेको यताउता त अब देखाउन क्यामेराम्यान नै छैन, म आफै गरिरहेको छु। अनि अब लेट्स सी गाइज, म अब काम गर्छु। म चाहिँ बेसीबाट घर हिँडिसकेको अब होइन। अब आजको भिडियो के कस्तो लाग्यो पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्दै, मन नपरे पनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि मैले भिडियो यहीँ एन्ड गर्न चाहन्छु। बाई बाई एभ्रिवान।